हेर्नु नपाए पनि यहाँ गुराँस फुलिरहेको अब भन सिङ्गल हो सोल्टिनीहरू हेरौँ है यता सोल्टीहरू नमस्ते गुड मर्निङ सबैजनालाई म चाहिँ सुजना राई सुजना ब्लग्समा उपस्थित भइसकेको छु हजुरहरूकै सामु भन्दै आज पनि मैले नयाँ भिडियो लिएर आएको छु। सो साथीहरू म चाहिँ अहिले जिम गएर मैले जिम जोइन गरिरहेको छु नि त। फेरि मेरो वेट चाहिँ लास्टै धेरै बढेको छ नि त, अनि त्यही भएर म चाहिँ जिम गएर पनि घर आइसकेको छु। अनि आज चाहिँ मेरो डे के भन्छ डे 2 हो। हिजोदेखि जान थालेको हो म। अनि मेरो चाहिँ क्लास हुन्छ नि त, सो क्लास हुन्छ तर आज चाहिँ मैले क्लास चाहिँ ग्याप गर्नेवाला छु, किनभने मेरो देवर बाबु देउरानी आउनु भएको छ, मेरो देवर आउनु भएको छ। अनि सबैजना फ्यामिली चाहिँ घुम्न गएको भिडियो चाहिँ हजुरहरूको सामु ल्याउने छु। साथीहरू म चाहिँ रेडी भइरहेको छु हल्का मेकअप गरेर, किनभने अब मेकअप त गर्नु पर्दैन नि त, ठोक्रा त यस्तै हो। अनि अब एकछिनमा म चाहिँ लुगा लाएर रेडी भएर हजुरहरूलाई म देखाउने छु मेरो ओटिडी। साथीहरू म चाहिँ रेडी भइसकेँ, मेरो ओटिडी। अनि अब गर्मी छ नि त, घाममा तल कटल्किरहेको बाहिर। अनि मैले चाहिँ सर्ट लगाइरहेको छु, लुगाहरू पनि एउटा मिल्दैन धेरै मोटाएर। अनि त्यही हो के भन्छ एउटा लुगाहरू पनि मिल्दैन, घाम पनि टनक्क टन्किरहेको छ। अब त्यही हो। अनि यो ज्याकेट चाहिँ म लाउँछु के अरे बाहिरबाट। अब अनि के भन्छ बाहिर चाहिँ यस्तो गर्मी छ नि त, अनि यो चाहिँ बाहिरबाट लाउनै पर्ने हुन्छ। यस्तो यो लाएन भने चाहिँ फेरि घामले डढेर ढुक्क हुन्छ कि नर्मली साह्रो हुने रहेछ घाममा। मन निक्लेको है। अब स्कुटर तापतिर अब चाक फुट्छ। अब चाहिँ म तल घरमा पुगिसकेपछि देखाउँछु हजुरहरूलाई। ल साथीहरू म चाहिँ तल घर आइपुगिसकेँ फाइनली। अनि यहाँ दुईजना मेरो भान्जा बाबु र मेरो भतिज हिरो भएर अब घुम्नलाई रेडी हुँदै हुनुहुन्छ। छानी छ है छानी। र यहाँ बहिनीलाई पनि भ्लगमा स्वागत छ। हो यता हेर्नु न, लाउरे कोरियन लाउरे स्वागत छ भाउजूको भ्लगमा। यता मेरो लाउरे नि देवर हेर्नु न हौ, यता दाजु हुनुहुन्छ यता चाहिँ, दाजुलाई पनि स्वागत छ भ्लगमा, बहिनीलाई पनि वेलकम। अनि यहाँ दिदी हुनुहुन्छ ल टक्क लाएर। हामी चाहिँ बाइकमा, यता स्कुटर, यता नअटेको टेम्पोमा। ह्याप्पी भयो नि, ह्याप्पी लाग्छ, खुसी छ।
जहिले एम्टी भएको हुन्थ्यो म चाहिँ अब पछाडि बसेको छु है भ्लग बनाउनुको लागि अनि उहाँ अगाडि देवर बाबु र भान्जा जाँदै हुनुहुन्छ अनि हामी पछि दुईजना अगाडि भ्लग चल्दैछ त्यही हो साथीहरू अनि उहाँ खाएर भनेर भिडियो बनाउनुहुन्छ नि उहाँको घर चाहिँ यहाँ रहेछ नयाँ घर सर्नु भएको उहाँ घरमा बसिराख्नु भएको रहेछ हेर्नु नपाए पनि यहाँ गुराँस फुलिरहेछ है साथीहरू ल लु आइपुग्यौँ है हामी चाहिँ स्काई वाक चढ्नेहरू सबै हाम्रो साथीहरू झर्दै हुनुहुन्छ हामी चाहिँ यहाँ मुनि पर्खिरहेको थियौँ कस्तो भयो दामी है कस्तो भयो उयो जम्पिङ एकदम मजा आयो होइन आफै मैले दिएको बुनाहरूलाई चाहन्छु म आफै गर्छु भने किन भने त तिमी गर्यो होइन डर लाग्यो दिदी डर लाग्यो सबैभन्दा डर चेरुवा चाहिँ को हो हामी चाहिँ के भन्छ यहाँदेखि चाहिँ अब धेरै टाढा घुमिसकेर नाम्रे जान लागेको त्यही अब म चाहिँ टेम्पोमा जान लागेको बहिनी म फुफू अरूहरू चाहिँ हिँड्दै गर्दै हुनुहुन्छ बाइक र स्कुटरमा ल हामी चाहिँ आत्मा घर उकालो जाँदैछु मेरो ह्यान्डसम भान्जासँग यता अगाडि सबै ब्युटिफुल ह्यान्डसम लाली गुराँस त नि फुलेको छ अलिअलि कता कता छ हौ टिप्नु दिँदैन होला एउटा टिपेर फोटो खिच्नु मन छ मलाई कसले टिपिदिने हो कसले टिपिदिने हो कस्तो भइरहेछ मेरो भाइ बहिनीहरू मजा आइरहेछ फर्स्ट टाइम हो उहाँ चाहिँ हाम्रो गेस्ट हुनुहुन्छ स्पेसल गेस्ट आजको हाम्रो भिजिट हुँदैछ पुरा यहाँ भेट यहाँ फुल पनि फुले देखिँदैन रहेछ वाउ लाली गुराँस निर फुलेछ वनमा अब म भनिदिन्छु आमा यतिको चाहिँ हुनु पर्यो है दुःख मेहनत एउटा फुलको लागि अब चाहिँ उहाँ माथि छ त उहाँ तर टिप्नु दिँदैन होला यो त टिपेर हाम्रो चाहिँ यहाँ आफ्नै दुनियाँ छ है आफ्नै दुनियाँ छ यहाँ फुल चोरीवरी अब हिँड्नु हामी चाहिँ यस्तै छ आफ्नै दुनियाँमा वाउ अरू मान्छे सबै जोडी हामी बिछोडी हामी सिङ्गल हो है सिङ्गल सबैजना हामी सिङ्गल हो मारो मुझे मारो मारो मुझे मारो मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक हो रहा है
आत्मा घर हेरौँ है साथीहरू। उफ हिँड्नु नि म यता राम्रो आउँछ फोटो आउनु त गाइजहरू म खिचिहाल्छु। आत्मा घर हो यहाँ चाहिँ हेर्नु होला साथीहरू यस्तो छ। के साह्रो हो भन मारेको छ मारेको छ। हामी चाहिँ अब के अरे आत्मा घर घुमेर नि फर्केको हो। ओह्रालो झर्दैछौँ। आजको यात्रा हामी सेको खानु जानेवाला छौँ। अब लास्ट सेको हो सेकोमा इन्डिङ। यो गीत अघि चाहिँ कहाँ गयो आइरहनु कस्तो अरे पहाडमा फुल फुल्छ टिप्नै जान गाह्रो कडा जाँदैछ है गीत चाहिँ। गीत अनि गीत त मेरो कडा आउँछ बनैमा मेरो मन झेल्यो यसो गर्नु नि तिम्रो मनैमा। खै सक्यो त्यहाँदेखि सक्यो। लाको माया बेसी जाने समय तिम्रो माया कलेजीमा ठम्मै बैसैमा मर्छु कि क्यारे भन सोल्टी। खोइ सक्यो यति हो। उनीहरूले भेटार घुमिसकेर लिङ्गाबारी छिर्ने भनेर सल्लाह भयो अनि हामी चाहिँ यता लिङ्गाबारी छिर्नु आँटेको। त्यही हो साथीहरू अब के खान्छौँ यहाँभित्र गएर हेर्नु होला। यहाँ साह्रो के भन्छ हल्ला छ अनि त्यही यस्तो दामी रहेछ। यहाँ चाहिँ पुरा झिलिमिली पनि रहेछ झिलिमिली लाइट। केही देखिँदैन अँध्यारो। साथीहरू फाइनली म चाहिँ घर आइसकेँ। हामी चाहिँ घुमेर डुलेर पनि म चाहिँ घर आइसकेँ। मलाई चाहिँ ओभर सन्चो भएन नि त ग्यास्ट्रिकले हिरिक्कै बनाइराखेको छ पेट दुखेर। अनि भिडियो पनि राम्रो मजाले लिएको छैन होला बिचबिचमा खासै राम्रो भएन होला। राम्रो नभए पनि हेरिदिनु होला अनि लाइक एन्ड सब्सक्राइब गरिदिनु होला भन्दै आजको मेरो भिडियोलाई यहीँ एन्ड गर्न चाहे। बाई बाई।